स्वागत छ। आज हामी नेपालको भूगोलबारे कुरा गर्दैछौँ है। हामीसँग के जानकारीहरू छन् हेर्दा लोकसेवा तयारीको लागि जस्तो देखिन्छ। हो, प्रश्नोत्तर शैलीमा छ, फटाफट तथ्य दिएको छ हैन। छिटो जानकारी लिन त सजिलो, तर हाम्रो उद्देश्य अलि फरक छ। यी तथ्यहरूबाट अलि गहिरो अर्थ खोज्ने। यो विविधतापूर्ण भूगोलले वास्तवमा के भन्छ त? एकदम। यी तथ्यहरू आफैमा रोचक छन्, तर यिनीहरूको पछाडिको कथा अझ महत्त्वपूर्ण छ। जस्तो स्रोतमा भक्तपुरलाई सबैभन्दा सानो जिल्ला भनिएको छ नि। हो छ। तर सोच्नुस् त त्यति सानो क्षेत्रफलमा कति धेरै इतिहास, संस्कृति, सम्पदा, हैन? क्षेत्रफल सानो तर महत्त्व कति ठुलो। यो कुरा नै गजबको लाग्छ मलाई त। एकदमै। ल सुरु गरौँ न त। पहिलो कुरा त आधारभूत परिचय नै रहेछ। राजधानी काठमाडौँ, उत्तरमा चीन, दक्षिणमा भारत अनि 7 प्रदेश 77 जिल्ला। यो प्रशासनिक विभाजनबारे केही थपौँ कि? अवश्य। यो 7 प्रदेश 77 जिल्लाको संरचनाले भौगोलिक र सामाजिक विविधतालाई समेट्ने प्रयास त देखाउँछ, तर यसको कार्यान्वयन कतिको प्रभावकारी भयो त्यो आफैमा बहसको विषय हो, हैन र? हो त नि। अनि उत्तर र दक्षिणका छिमेकीहरू हुनु भनेको खालि सिमाना जोडिनु मात्रै त पक्कै होइन। यसले हाम्रो व्यापार, पारवहन, सांस्कृतिक आदान प्रदान अनि रणनीतिक अवस्थितिलाई सिधै असर पार्छ। यो साधारण तथ्यले पनि गहिरो भू राजनीतिक अर्थ बोकेको छ। ठिक हो। अब अलिकति भौगोलिक उचाइ निचाइतिर लागौँ न त। स्रोत भन्छ सगरमाथा सर्वोच्च शिखर, डोल्पा सबैभन्दा ठूलो जिल्ला अनि भक्तपुर सबैभन्दा सानो, कर्णाली सबैभन्दा लामो नदी, रारा सबैभन्दा ठूलो ताल। यो त स्कुलमा नि पढेको कुरा भयो, तर यिनीहरूले नेपालबारे खास के बताउँछन् होला? यसले नेपालको त्यो चरम भौगोलिक भिन्नता देखाउँछ क्या। एकातिर सगरमाथाको त्यो उचाइ, अर्कोतिर डोल्पाको विशाल तर एकदमै विकट भूगोल। क्षेत्रफल ठूलो छ तर जनसङ्ख्या कम, पहुँच पनि सीमित। हो, अनि फेरि भक्तपुर सानो तर कति घना सांस्कृतिक केन्द्र जस्तो। ठ्याक्कै। अनि कर्णाली र रारा जस्ता सम्पदाको कुरा गर्दा यिनीहरूको सम्भावना त अपार छ। जलविद्युत, पर्यटन, जैविक विविधता। तर फेरि यिनीहरूको दिगो उपयोग र संरक्षण निकै चुनौतीपूर्ण पनि छ। विशेष गरी कर्णालीको त्यो दुर्गम प्रवाह र राराको पारिस्थितिकीय संवेदनशीलतालाई हेर्दा। यहाँ अर्को रोचक कुरा पनि छ। सबैभन्दा अग्लो स्थानमा बस्ती, हुम्लाको सिमकोट, अनि सबैभन्दा उचाइको ताल, मनाङको तिलिचो, र समथर भूभाग तराई। यी उचाइका ठाउँ र समथर तराई बीचको जीवन कति फरक होला है? हो नि, एकदमै। सिमकोट जस्ता ठाउँमा जीवनयापन भनेको त प्रकृतिसँग निरन्तर जुझ्नु जस्तै हो। कृषि सीमित, यातायात कठिन, मौसमको चुनौती। त्यहाँका मानिसहरूले अपनाएका अनुकूलनका तरिकाहरू आफैमा अध्ययनको विषय हुन्। अनि तराईतिर? अर्कोतिर तराई हाम्रो अन्न भण्डार हो। आर्थिक गतिविधि बढी हुन्छ, तर त्यहाँ पनि आफ्नै समस्या छन्। बाढी, सुक्खा अनि त्यो सीमापारका समस्याहरू पनि। अनि तिलिचो जस्ता हिमतालहरू, यिनीहरू सौन्दर्य मात्र होइनन्, बरु जलवायु परिवर्तनले हिम नदी पग्लिएर यिनीहरूको आकार, स्थायित्वमा कस्तो असर परिरहेको छ भन्ने प्रत्यक्ष सूचक हुन्। हो र? त्यो त महत्त्वपूर्ण कुरा भयो। अब केही खास ठाउँहरूको कुरा गरौँ न। पोखरा गण्डकी प्रदेशमा, जनकपुर मध्य प्रदेशमा, लुम्बिनी प्रदेशको राजधानी देउखुरी। यी ठाउँहरूले आफ्नो प्रदेशलाई कसरी चिनाउँछन् होला? अनि म्याग्दी जिल्ला माछा आकारको रे? यो त रमाइलो लाग्यो मलाई। हो, यी स्थानहरू त प्रदेशका पहिचान स्तम्भ जस्तै हुन्। पोखरा पर्यटन र साहसिक खेलको पर्याय नै भइसक्यो, गण्डकी प्रदेशको आर्थिक इन्जिन जस्तै। हो त। जनकपुर प्राचीन मिथिला संस्कृति र राजनीतिको केन्द्र, मध्य प्रदेशको सांस्कृतिक राजधानी भन्दा नि हुन्छ। लुम्बिनी त विश्व सम्पदा नै भइहाल्यो। बुद्ध जन्मस्थलले प्रदेशको मात्र होइन देशकै गौरव बढाएको छ। अनि त्यो म्याग्दीको आकार? म्याग्दीको आकार जस्ता कुराले भूगोललाई अलि रमाइलो बनाउँछ, तर मुख्य कुरा त यी ठाउँहरूले बोकेको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान हो नि। बिल्कुल। अन्त्यमा राष्ट्रिय प्रतीकहरू पनि छन्। स्रोतमा गाई, लालीगुराँस, डाँफे। अनि सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज चितवन। यिनीहरूको के महत्त्व छ? यी प्रतीकहरूले हाम्रो राष्ट्रिय पहिचान, हाम्रो मूल्य मान्यतालाई झल्काउँछन्।
गाई धार्मिक र सांस्कृतिक रूपमा जोडिएको छ। लालीगुराँस हाम्रो पहाडी सौन्दर्यको प्रतीक भयो। डाँफे हिमाली विविधताको चिनारी। अनि चितवन निकुञ्ज? चितवन राष्ट्रिय निकुञ्ज त नेपालको संरक्षण इतिहासकै एउटा कोसेढुङ्गा हो। यसले गाइन्डा र बाघ जस्ता दुर्लभ वन्यजन्तु संरक्षणमा सफलता पाएको छ। तर फेरि बढ्दो मानवीय चाप र त्यो मानव वन्यजन्तु द्वन्द्व जस्ता चुनौतीहरू पनि छन्। यो निकुञ्ज संरक्षणको सफलता र चुनौती दुवैको उदाहरण हो। त्यसो भए आजको छलफलबाट यी तथ्यहरूलाई सरसर्ती हेर्दा नेपालको भौगोलिक विविधता, हिमाल, पहाड, तराई, प्रशासनिक विभाजन र राष्ट्रिय चिनारीहरूको एउटा खाका जस्तो कोर्न सकियो। यो स्रोतले संक्षिप्तमा भए पनि धेरै जानकारी समेटेको रहेछ। हो, तर यी केवल जानकारीका टुक्रा मात्र होइनन्। यिनीहरूले हाम्रो समाज, संस्कृति, अर्थतन्त्र र भविष्यलाई कसरी प्रभाव पारिरहेका छन् भन्ने बुझ्नु जरुरी छ। यी सबै तथ्यहरूलाई जोडेर हेर्दा मेरो मनमा एउटा प्रश्न उठ्छ के प्रश्न? यस्तो चरम भौगोलिक र सामाजिक विविधता भएको देशमा कसरी सबै क्षेत्र र समुदायलाई समान विकासको अनुभूति दिलाउने अनि राष्ट्रिय एकतालाई अझ बलियो बनाउने? यो नै आजको नेपालको एउटा प्रमुख अवसर पनि हो अनि चुनौती पनि। के कसो?